वेलकम ब्याक छ साथीहरू मेरो यो भिलेज सिटी लाइफ विथ सारू युट्युब च्यानलमा यहाँहरूलाई वेलकम छ साथीहरू। अहिले चाहिँ म ठ्याक्कै साउदीको रोडमा हिँडिरहेको छ। अहिले चाहिँ साउदीको रोडमा यसो हिँड्दै गर्दाखेरि भ्लग बनाउँदैछु म तपाईँहरूलाई चाहिँ यहाँको दृश्यहरू कस्तो छ भनेर म तपाईँहरूलाई देखाउने छु साथीहरू। भिडियो हेर्दै गर्नु होला। तपाईहरुलाई कस्तो लाग्छ मन परेमा सब्स्क्राइब पनि गरिदिनु होला साथीहरू। आज चाहिँ म कहाँको दृश्य देखाउँदैछु भन्दाखेरि तपाईहरुलाई चाहिँ यहाँ पछाडि देख्न सक्नुहुन्छ तपाईहरुले यो यहाँ चाहिँ ठ्याक्कै हाइवे रोडमा छु अहिले चाहिँ म। तपाईहरु देखिराख्नु भएको छ होला। यो चाहिँ खबरको हाइवे रोड पर्छ यहाँनिर चाहिँ तपाईहरु देख्न सक्नुहुन्छ। अहिले चाहिँ एकदम यहाँको वेदर चाहिँ एकदम वार्म वेदर छ। एकदम घाम टिलिक्कै लागिरहेको अवस्था हो। अनि तपाईहरुले चाहिँ पछाडि देख्न सक्नुहुन्छ यस्तो दृश्यहरू छ यहाँनिर बारीपट्टि तपाईहरुले देख्न सक्नुहुन्छ ओभर देयर एज यु क्यान सी। यो चाहिँ ठ्याक्कै भन्नुपर्दाखेरि रेस्टुरेन्टहरू हो। तपाईहरु देख्नु होला यो चाहिँ रेस्टुरेन्टहरू हो बारीपट्टि तपाईहरुले देख्न सक्नुहुन्छ। अहिले चाहिँ म ठ्याक्कै यहाँको हाइवेमा हिँडिरहेको अवस्था हो। तपाईहरु देखिरहनु भएको छ होला गाडीहरू निकै स्पिडले आइरहेको छ यहाँनिर। म चाहिँ उतातिर जाँदैछ गाडीहरू चाहिँ उताबाट यता आउँदैछ। उता पारीपट्टि चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ पारीपट्टि चाहिँ समुद्रै समुद्र छ। त्यो जुन तपाईहरुले देखिराख्नु भएको छ नि पारीपट्टि जुन एउटा बारीकट जस्तो देख्नु भएको छ त्यहाँनिर चाहिँ पुरै उतापट्टि चाहिँ समुद्रै समुद्र छ। त्यहाँनिर चाहिँ म चाहिँ यो हाइवेको छेउमा हिँड्ने बाटो छ यहाँनिर चाहिँ त्यहीँनिर चाहिँ यसो वाकिङ गर्दै हिँडिरहेको अवस्था हो साथीहरू। तपाईहरुले देखिराख्नु भएको छ होला यहाँनिर यसरी फुलहरू रोडको छेउमा यस्तो फुलहरू हाइवे रोडको छेउमा यसरी फुलहरू मजाले फुलिरहेको अवस्था छ यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ साथीहरू। म चाहिँ अहिले ठ्याक्कै यही हाइवे रोडको छेउमा हिँडिरहेको एक्सर्साइज गर्दै हल्का खानासाना खाइसके पछाडि हल्का एक्सर्साइज गर्दै हिँडेर तपाईहरु देखिराख्नु भएको छ होला मेरो ब्याकग्राउन्डमा पछाडि। तपाईँहरूलाई चाहिँ भिडियो कस्तो लाग्छ साथीहरू मन परेमा शेयर सब्स्क्राइब पनि गरिदिनु होला। आफ्नो साथीभाइहरूलाई पनि देखाइदिनु होला कि सेयर गरिदिनु होला। यहाँको रमणीय ठाउँहरू पनि छ यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ। हस् त साथीहरू अहिलेको लागि चाहिँ भिडियो यति नै। मन परेमा सब्स्क्राइब पनि गरिदिनु होला मेरो च्यानललाई साथीहरू भन्दै आजको लागि भिडियो यति नै। हस् त नमस्ते बाई बाई।